हेलो नमस्ते। आज चाहिँ हामी क्लास 12 को एकाउन्टको सिलेबस, इम्पोर्टेन्ट च्याप्टर र क्वेसन प्याटर्नको बारेमा छलफल गर्नेछौँ। क्लास 12 को एकाउन्टको फुल मार्क्स 75 हो, जसमा चाहिँ ग्रुप ए, ग्रुप बी र ग्रुप सी गरेर सोध्छ। ग्रुप ए मा चाहिँ तपाईहरुलाई 11वटा क्वेसन, प्रत्येक क्वेसनको चाहिँ 1 मार्क्स का दरले सोध्छ। ग्रुप बी मा चाहिँ 8वटा क्वेसन सोध्छ, प्रत्येक क्वेसनको मार्क्स चाहिँ 5 मार्क्स। त्यसरी ग्रुप बी मा चाहिँ 40 मार्क्स। त्यस्तै ग्रुप सी मा चाहिँ 3वटा क्वेसन सोध्छ, प्रत्येकको मार्क्स चाहिँ 8 हुन्छ। त्यसरी ग्रुप सी मा चाहिँ 24 मार्क्स, टोटल चाहिँ 75 मार्क्स को क्वेसन सोध्ने गर्दछ। जसमध्ये हामीलाई चाहिँ न्यूमेरिकल मात्रै 55 मार्क्स को सोध्छ र थ्योरी चाहिँ 20 मार्क्स को सोध्छ। एकाउन्ट न्यूमेरिकल च्याप्टर हो, न्यूमेरिकल मात्रै पढेर पास हुन्छ भन्ने भ्रम चाहिँ राख्नु हुँदैन। थ्योरी पनि सोध्छ, थ्योरी पनि पढ्नुपर्छ। 75 मा 20 मार्क्स भनेको चाहिँ धेरै ठुलो नै मार्क्स हो। थ्योरीले चाहिँ तपाईहरुलाई पास हुनको लागि एकदमै हेल्प गर्छ। त्यसैले एकाउन्ट न्यूमेरिकल च्याप्टर हो, थ्योरी पनि कसले पढ्छ र भनेर थ्योरीलाई चाहिँ स्किप गर्ने काम चाहिँ नगर्नु होला। अब चाहिँ हामी लङ क्वेसनको लागि चाहिँ इम्पोर्टेन्ट च्याप्टरहरु चाहिँ कुन भनेर छलफल गर्छौं। इम्पोर्टेन्ट च्याप्टर चाहिँ लङ क्वेसनको लागि एउटा क्याश फ्लो स्टेटमेन्ट, जसबाट चाहिँ 8 मार्क्स। अर्को फाइनान्शियल एकाउन्ट मोडर्न मेथड, त्यसबाट 8 मार्क्स, जसमा चाहिँ हामीले मल्टी स्टेप इन्कम स्टेटमेन्ट पढ्नुपर्ने हुन्छ, ब्यालेन्स सिट। त्यस्तै अर्को रहेको छ युनिटर आउटपुट कस्टिङ, जसमा चाहिँ हामीले कस्ट सिट, टेन्डर सिट पढ्छौं। यसबाट पनि 8 मार्क्स सोध्छ। अरु सर्ट क्वेसनमा न्यूमेरिकल चाहिँ शेयर एन्ड डिबेन्चर पार्टबाट चाहिँ 10 मार्क्स को सोध्छ। अनि त्यस्तै हामीले चाहिँ अर्को के पढ्नुपर्छ भन्दा वर्कसिटबाट चाहिँ 5 मार्क्स को सोध्छ। त्यस्तै कस्ट रिकन्सिलिएसन स्टेटमेन्टबाट चाहिँ 3 मार्क्स को सोध्छ। अनि एकाउन्टिङ फर यहाँ मैले 5 मार्क्स लेखेको रहेछ, त्यसमा चाहिँ 3 मार्क्स हो। त्यस्तै एकाउन्टिङ फर मेटेरियलबाट चाहिँ 3 मार्क्स। अनि एकाउन्टिङ फर लेबरबाट चाहिँ 2 मार्क्स सोध्छ। एकाउन्टमा न्यूमेरिकल मात्र त सोध्दैन, थ्योरी पनि सोध्छ, जसको लागि चाहिँ थ्योरीको लागि चाहिँ एकदमै महत्त्वपूर्ण इम्पोर्टेन्ट च्याप्टर बनेका 3वटा छन्। एउटा कम्प्युटर सिस्टम इन एकाउन्टिङ, अर्को एकाउन्टिङ फर ओभरहेड र अर्को चाहिँ कस्ट एकाउन्ट। यसरी एकाउन्टमा 55 मार्क्स को न्यूमेरिकल र 20 मार्क्स को चाहिँ थ्योरी गरी टोटल 75 मार्क्स को क्वेसन सोध्छ। यदि हजुरहरुलाई भिडियो मन परेमा भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्नु होला। मैले आगामी दिनहरुमा पनि यस्तै हजुरहरुका लागि हेल्पफुल हुन सक्ने भिडियोहरु ल्याउन नै छु। अहिलेका लागि बिदा गर्छु है।